सो हाम्रो जमरालाई चाहिँ है जमरा चाहिँ देख्छौँ यत्रो यत्रो भइसकेपछि त्यतिर भगवान्को मूर्ति होइन वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग तपाईँहरूलाई यस्तो गाउँबाट यस्तो ठाउँबाट होइन सुरुवात गरेको छु। आज दसैँ स्पेसल अरे दसैँमा त केही छ र केही छैन होला, दसैँमा केही छ कि भन्ने जस्तो हेर्नलाई गइरहेको छु। अब दिदीहरूकोमा दिदीहरू चाहिँ मेरोमा आउनु पर्ने तर मेरो कोठै छैन, त्यही भएर चाहिँ दिदीहरूकोमा चाहिँ म होइन दसैँ मनाउनुलाई जाँदैछु। ला चस्मा कहाँ होला कि यो चस्मा पनि यहाँ छ होइन, ब्रान्डेड चस्मा छ, ब्रान्डेड चस्मा चाहिँ लाउने बिर्छु। त माथि कुदाइसकेर चस्मा लगाइहाल्नु पऱ्यो है। त्यो फाइनली मैले चाहिँ चस्मा लगाएर होइन टक्क लगाएर हिँडेको छु। सुतेको छैन, आँखा ल्यास्दै छ, मान्छे पनि म ल्यास्दै छु होइन। अनि गोप्रो पनि छ, गोप्रोबाट चाहिँ बनाउनु अहिले भ्लग किनकि एडिट गर्ने मसँग माल सामानहरू छैन। अब ल्याएको किनेपछि चाहिँ गोप्रोबाट पनि आउँछ। यहाँ चाहिँ के बनाउँदै रहेछ है। त्यो त माथि कुरा चाहिँ दिदीको घर खोज्दैछु म यहाँ। फेरि कहाँ छ ल, घर त के हुन्छ कोठा भाडा है, घर त यहाँ कसले लिन सक्ने हो र। तर मैले चाहिँ लिन सक्छु है, अलिक पछि त्यो चाहिँ दसैँ मनाउन आए पनि होइन आफ्नो सधैँ खाने चिज चाहिँ खानै पर्ने रहेछ क्या। यो चाहिँ है के भन्छ, अब निद्रा लागेको बेला चाहिँ खानै पर्ने हुन्छ क्या। मैले जसरी अब पनि यो मात्र होइन रेडबुल खान गएको थिएँ, रेडबुल रहेन रहेछ। अनि यहाँ पसलहरू पनि रहेछ, अलिकति गाउँ साइड छ नि त, अनि पसल ससलहरू पनि रहेन रहेछ। अनि त्यही भएर चाहिँ अब यही खाएर सो हाम्रो जमरालाई चाहिँ है जमरा चाहिँ देख्छौँ यत्रो यत्रो भइसकेपछि त्यतिर भगवान्को मूर्ति होइन टक्कर टिका सिका सब रेडी भइसकेको छ। ट्याक्क लाउने मान्छे चितातिर ओ महाकसम को मैले आफूलाई चिन्दिनँ त। अनि खोने फेरि अहिले फोर रहेछ 17 4 होइन आइफोन दिदी हेर्नु न कस्तो गोरी आउनु भएको तपाईँ त आबी। यहाँ चाहिँ है मिठो समुद्रको पार्क रहेछ, त्यो झर्ना रहेछ, पार्क भन्छ झर्ना रहेछ है। लभली तरिकाले पानी झरिरहेको छ। त्यहाँ ढुङ्गा मुनिबाट पानी आइरहेको छ, त्यहाँ पोखरी छ पनि। यहाँ चाहिँ लभली तरिकाको माछा मार्ने बल्छ, यहाँ माछा मार्ने पोखर जस्तै छ, माछा पनि छ कि क्या हो। पानी फोहोर रहेछ देखिन्न। नेपालमा त सन्टी बनाउने जस्तै खालको देखिरहेको चाहिँ एउटा पानी अलिअलि बिराएको छ। कसम यहाँ माछा त छ के यो मुनि है। माछा चाहिँ यहाँ औडा निस्किन्छ होला यहाँ चाहिँ। अनि अब कसैलाई मेरो चाहिँ टोइलेट लाग्यो भने चाहिँ होइन त्यसको लागि यहाँ बनाइदिएको छ, टाटीले घेरेर है। नेपाल जस्तै नेपालीहरूको लागि बनाइदिएको होला स्पेसली। यो चाहिँ बब्बा छ। सो आजको भ्लग चाहिँ यस्तै थियो होइन, यहीँसम्म थियो। जे जस्तो थियो यस्तो थियो। लभ इज गाइज।